नमो नारायण, हरे कृष्ण, राधे राधे। यसपटक जुन फागुनको 19 गते चन्द्रग्रहण लाग्दैछ, यो चन्द्रग्रहणले तीन कुराको खतरा देखाउँछ। तीन कुरामा परिवर्तन गराउन सक्छ यो चन्द्रग्रहणले। एउटा सत्तामा बस्नेलाई, दोस्रो सडकमा, र तेस्रो जान्न चाहिँ यो भिडियो हेर्नुहोला। चन्द्रग्रहणका बारेमा आएका थुप्रै प्रश्नहरूको आधारमा आजको भिडियो प्रस्तुत छ। यही फागुनको 19 गते लाग्न गइरहेको जुन चन्द्रग्रहण कति बजे लाग्छ, सुतक कति बेला सुरु हुन्छ, कति बेला सकिन्छ, यो चन्द्रग्रहण लाग्दा के गर्ने के नगर्ने, म सबै कुरा तपाईलाई बताउन उपस्थित भएको छु। कुन राशिका लागि शुभ छ, कुन राशिका लागि अशुभ छ, ती कुराहरू लगायत चन्द्रग्रहणको पेरिफेरीमा रहनेछु म। विशेष गरी चन्द्रग्रहणको प्रभाव यो पृथ्वीमा र मनुष्यमा के कसरी हुन्छ त, चन्द्रग्रहणको प्रभाव किन देखिन्छ त, त्यो पनि बताउनेछु। सुन्दै रहनुहोला, हेर्दै रहनुहोला। जुन विक्रम सम्वत 2082 साल फागुन 19 गते अर्थात् मार्च 3 तारिक सन् 2026 का दिन चन्द्रग्रहण लाग्दैछ। नेपाली समयअनुसार चाहिँ यो ग्रहण साँझ 6:03 आरम्भ हुने भएको कारणले 6 बज्नुभन्दा 9 घण्टा अगाडिदेखि नै सुतक बार्न सुरु गर्नुपर्छ। सुतककाल 9 बजेबाटै यानि कि 9:03 देखि सुतककाल प्रारम्भ हुन्छ। यसपटक ग्रहण केवल 59 मिनटको मात्रै रहने भएको कारणले ग्रहण राति 7:02 सकिनेछ। बिहान 9:03 देखि सुतक बार्नुहोला। त्योभन्दा अगाडि तपाईले खाइसक्नुहोला। खण्डग्रास चन्द्रग्रहण हो यो। पूर्व फाल्गुनी नक्षत्र तथा सिंह राशिमा लाग्दैछ। सिंह राशिका लागि अथवा सिंह राशि लगायत केही राशिले विशेष ध्यान दिनुपर्ने देखिन्छ भने केही राशिका लागि विशेष लाभ पनि देखिन्छ यो चन्द्रग्रहण। म यस बारेमा पनि बताउने छु र देश दुनियाँमा यसको प्रभाव के रहन्छ चन्द्रग्रहणको त्यो पनि म तपाईलाई बताउने छु। यो खण्डग्रास चन्द्रग्रहण कसले हेर्ने कसले नहेर्ने, कुन राशिलाई लाभ कुन राशिलाई हानि, त्यो पनि हुनेछ। मंगलबारका दिन परेको फाल्गुन शुक्ल पूर्णिमाका दिन लाग्ने यो खण्डग्रास सूर्यग्रहण राति 7:02 मोक्ष हुनेछ। केटाकेटी, बुढाबुढी र नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरू बाहेक अरू स्वस्थ मानिसले, हैन, स्वास्थ्य राम्रो भएका व्यक्ति तथा साधक साधिका सज्जन वृन्द जो हिन्दू धर्मप्रति आस्थावान हुनुहुन्छ उहाँहरूले 9:03 देखि राति 7:02 सुतक बार्नुहोला। यो समयमा भोजन नगर्नुहोला। ग्रहणकालमा गरेको भोजन अत्यन्त अहितकर हुन्छ भन्ने गरिन्छ, जुन हिसाबले 9 घण्टा अगाडिदेखि नै सुतक बार्नुपर्ने हुन्छ। अब आउनुहोस् यो चन्द्रग्रहण कुन राशिलाई शुभ छ, कुन राशिलाई अशुभ छ त्यो बताउँछु। पहिला फागुन 19 गते मंगलबार यानि कि मार्च 3 तारिकका दिन लाग्ने चन्द्रग्रहण मेष राशिका लागि चिन्ता र तनावको भारी लिएर आएको देखिन्छ। तपाईको गाउँठाउँबाट यो चन्द्रग्रहण देखिए पनि नहेर्नुहोला। त्यस्तै वृष राशिका जातकका निमित्त पनि यो चन्द्रग्रहण अशुभ नै देखिन्छ। बेथा फल लिएर आएको देखिन्छ भने मिथुन राशिका लागि यो चन्द्रग्रहण फल खुशहाल लिएर आएको देखिन्छ। मिथुन राशिलाई श्री प्राप्ति भन्ने फल प्राप्त हुने देखिन्छ। त्यस्तै कर्कट राशिलाई क्षति नोक्सानी देखिन्छ। सिंह राशिलाई घात भन्ने फल देखिन्छ भने कन्या राशिलाई खर्चको संकेत गरिएको छ। त्यस्तै तुला राशिका लागि लाभ देखिन्छ। वृश्चिक राशिलाई सुख, धनु राशिलाई मानहानि, मकर राशिलाई कष्ट पीडाको आभास हुनेछ। कुम्भ राशिका लागि स्त्री पीडा तथा मीन राशिलाई यसपटकको चन्द्रग्रहणले सुख र खुशी लिएर आएको देखिन्छ। विशेष गरी पूर्व फाल्गुनी नक्षत्रमा र सिंह राशिमा जन्मनेहरूलाई यसपटकको चन्द्रग्रहणले कष्टको संकेत गरेको छ। यसपटकको यो चन्द्रग्रहण दिनाङ्क 3:34 स्पर्श भई खग्रास भएपछि काठमाडौँबाट चन्द्रोदयपछि खण्डग्रासका रूपमा मात्रै देख्न सकिनेछ। ग्रहणकालमा साधना तथा मन्त्र जपको पनि विशेष महत्त्व रहने भएका कारण यी कुराहरू जानिराख्न पनि जरुरी देखिन्छ। अर्कोतिरबाट हेर्दा होली जस्तो महान पर्व सकिँदै गर्दा चन्द्रग्रहणको छाया पर्ने स्थिति बन्ने देखिन्छ। अब आउनुहोस् कुरा गरौँ चन्द्रग्रहणको महत्त्व किन छ त। चन्द्रग्रहणले हाम्रो जीवनमा कस्तो प्रभाव कसरी पार्छ र देश दुनियाँमा यसको प्रभाव कहिलेसम्म रहने देखिन्छ, कस्तो रहने देखिन्छ त जान्नु। हेर्नुहोस्, ग्रहणको आफ्नै भूमिका हुन्छ। ग्रहणले विशेष गरी व्यक्तिमा भन्दा पनि राष्ट्र, देशमा ठूलो प्रभाव पार्ने गर्छ र ग्रहणलाई
ज्योतिषमा अलग नजरियाले हेरिन्छ। नवग्रहमा सूर्य बाहेक ज्योतिषमा सर्वाधिक महत्त्वपूर्ण ग्रह चन्द्रमा मानिन्छ। चन्द्रमा बिना कुनै पनि गणना गर्न सकिँदैन कि। यसैले ज्योतिषमा यो ग्रहको भनेको चन्द्र ग्रहको बहुतै ठुलो महत्त्व रहन्छ। जुन तपाईको तिथि हुन्छ नि, प्रतिपदा तिथि, द्वितीया तिथि, तृतीया, चतुर्थी, पञ्चमी, हैन, पूर्णिमा, औँसी, यसरी यी सबैको गणना सूर्य र चन्द्रमाकै माध्यमबाट गरिन्छ। वैज्ञानिक दृष्टिकोणले चन्द्रमाले गुरुत्वाकर्षण शक्तिलाई कन्ट्रोल गर्छ भन्ने गरिन्छ। फेरि चन्द्रमाले पृथ्वीको जल तत्त्व जति छ त्यसको नियन्त्रण पनि गर्ने गर्छ कि। पृथ्वीको 70% जुन जलले पृथ्वी बनेको छ, यसैले पृथ्वीमा सर्वाधिक प्रभाव चन्द्रमाको रहने गर्छ। चन्द्रमा त्यसो त पृथ्वीको उपग्रह हो, तर पृथ्वीको सर्वाधिक निकट हुने कारणले पनि यसले पृथ्वीमा सिधै तरिकाले प्रभावित गर्ने गर्छ। सूर्य, मंगल, बृहस्पति अरू ग्रहले पनि प्रभाव त पार्छन्, तर चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक भएको कारणले चन्द्रमाको कनेक्सन पृथ्वीसँग ज्यादा छ। हेर्नुहोस्, ज्यादा हुन्छ। चन्द्रमामा जुन जुन घटनाहरू घट्छन् नि, ती हरेक साना साना घटनाको पनि प्रभाव पृथ्वीमा पर्ने गर्छ। र अब चन्द्रग्रहण जस्तो ठुलो घटनाले त पृथ्वीमा असर गर्ने नै भयो, नगर्ने भन्ने कुरै भएन। चन्द्रग्रहणमा सूर्य, चन्द्रमा र पृथ्वी इन्भल्भ हुन्छन्। सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आएपछि यी तीनको प्रभाव स्वरूप ग्रहण एउटा ठुलो घटना बन्छ। अर्को कुरा, मान्छेको मन र भावना भनेकै चन्द्रमाको क्षेत्र हो, हैन। मान्छे कस्तो सोच्छ, उसको मन कस्तो छ, उसको भावना कस्तो छ, हैन, इमोसनली ऊ कस्तो छ, यी कुराहरू ज्योतिषीले हेर्नु पर्यो भने तपाईको कुण्डली पल्टाएर चन्द्रमाको अवस्था हेर्ने हो कि। त्यसैले यो चन्द्रमाको क्षेत्र हो भनेको, मान्छेको मन र भावना भनेकै चन्द्रमाको क्षेत्र हो। मान्छेले कस्तो सोच्छ, हैन, भावना, इमोसन्स कस्तो छ, त्यो चन्द्रमाले बताउँछ कि। त्यसैले चन्द्रमासँग जोडिएको कुनै घटना घट्यो भने वा तपाईको जीवनमा बदलियो भने तपाईको मन तुरुन्त प्रभावित हुन्छ, तपाईको मनमा तुरुन्तै असर गर्न थाल्छ। चन्द्रमा लगभग 2.25 दिनमा एउटा राशि परिवर्तन गरेर अर्को राशिमा जान्छन्। 2.25 दिनमा चन्द्रमाले घर बदल्छन् र चन्द्रमा जब राशि बदल्छन् नि चन्द्रमाले, तब तपाईको मनमा पर्नेवाला भाव पनि तुरुन्तै बदलिएर जान्छ कि, हैन। यसैले हामीले राशिफल, दैनिक राशिफल हेर्ने भन्ने पनि, हैन, हेर्ने पनि भन्ने पनि चन्द्रमाको माध्यमबाट नै हो। तपाईको दैनिक राशिफल भन्ने बित्तिकै चन्द्रमाको स्थिति हेर्ने हो। त्यसैले यसपटकको चन्द्रग्रहणको महत्त्वका बारेमा अलिकति यहाँ कुरा गरौँ। यसपटकको चन्द्रग्रहण खण्डग्रास हो, हैन। खग्रास चन्द्रग्रहणलाई वास्तविक ग्रहण मान्न सकिन्छ भने खण्डग्रासलाई अलिकति कमजोर, अलिकति उपछाया पनि भन्न सकिन्छ। सिंह राशि र पूर्व फाल्गुनी नक्षत्रमा लाग्दैछ यसपटकको चन्द्रग्रहण। चन्द्रमा सूर्यबाट, बुधबाट, मंगलबाट दृष्टि हुनेछ भनेको चन्द्रमामाथि सूर्य, मंगल र बुधको प्रभाव रहनेछ है। चन्द्रमा राहु केतुको एक्सिसमा रहनेछ। अग्नि तत्त्वको यत्रो ज्यादा प्रभाव हुनु राष्ट्र र सिंह पृथ्वीका लागि धेरै राम्रो मानिदैन है। ज्योतिषी हिसाबले भन्दैछु मैले, के कारणले? चन्द्रमा राहु केतुको एक्सिसमा रहने, चन्द्रमामाथि सूर्य, मंगल र बुधको प्रभाव रहने, हैन। अग्नि तत्त्वको यत्रो ज्यादा प्रभाव हुने भएको कारणले यसको प्रभाव चाहिँ पृथ्वीमा, राष्ट्र र सिंह पृथ्वीका लागि ज्यादा राम्रो मानिदैन। किनकि सिंह राशि अग्नि तत्त्वको राशि हो र सिंह राशिमा नै ग्रहण लाग्दैछ। फेरि यो ग्रहणमा अग्नि तत्त्वको प्रभाव ज्यादा रहन्छ। अग्नि तत्त्वको मतलब भनेको के हो? युद्ध, झगडा, लफडा, विवाद, एक प्रकारको तहस नहस संसारभरि देखिन सक्छ। संसारको कुनै पनि ठाउँमा देखिन सक्छ, विश्व ब्रह्माण्डमा कुनै पनि रूपले देखिन सक्छ। यो कहिलेसम्म त्यो पनि बताउँछु म तपाईलाई। यसको मतलब के हो पहिला सुन्नुस्। जनताद्वारा विरोध, हैन, सरकार बदलिने सम्भावना यस पटकको चन्द्रग्रहणको 1.25 महिनाभित्रको अवधिमा देखिन सक्छ। त्यसका लागि पहल या प्रयास, कोशिश हुन सक्छ। अर्को, उच्च पदमा बसेका व्यक्तिलाई खतरा,
हुन सक्छ, कुनै पनि हिसाबले हुन सक्छ। हाम्रो देशमा मात्रै नभएर कहीँ पनि हुन सक्छ। उच्च पदमा बसेका व्यक्तिलाई खतराको सम्भावना देखाउँछ, हैन? जनताद्वारा विरोध, सरकार बदलिने सम्भावना प्रबल देखिन्छ, हैन? सडकबाट सदनमा हमला कुनै न कुनै हिसाबले हुन सक्ने सम्भावना देखिन्छ, हैन? यो तमाम परिस्थिति अबको 1 देखि सवा 1 महिना, विशेष गरी 1 महिनासम्म रहन सक्छ ग्रहणको कारणले, चन्द्रग्रहणका कारणले। यसपटकको ग्रहणका कारणले देश र दुनियाँमा 3 कुरा, एउटा उच्च पदमा बसेका व्यक्तिलाई खतरा, दोस्रो सरकार विरुद्ध जनताको प्रदर्शन वा विरोध, तेस्रो सरकार परिवर्तन। 2 भनौँ या 3 भनौँ, यी 2 देखि 3 वटा कुरा देश र दुनियाँमा परिवर्तन हुन सक्छ यसपटकको चन्द्रग्रहणको प्रभाव। विशेष गरी चन्द्रग्रहणको प्रभाव व्यक्तिमा भन्दा पनि राष्ट्रमा, पृथ्वीमा बढी पर्न सक्छ। सामान्य नियमले यो भन्छ कि ग्रहणको सामान्य नियमको पालना चाहिँ बिर्सनु हुँदैन है। ग्रहण तपाईको ठाउँबाट देखिन्छ भने यसको नियमको पालना गर्नुपर्ने हुन्छ। ग्रहणको नियमको पालना भुल्नु हुँदैन। तपाईको गाउँठाउँबाट चन्द्रग्रहण देखिन्छ भने र भारत र नेपालमा देखिने भएको कारणले ग्रहणको नियम लागू गर्नुपर्छ। जुन सूतकको नियम मैले अगाडि तपाईलाई बताइसकेको छु, कम्तीमा पनि सूतक चाहिँ बार्नुपर्छ। सूतककाल प्रारम्भ भएपछि भोजन ग्रहण गर्नु राम्रो मानिँदैन। त्यो हुनाले बिहान 9 बजेर 3 मिनेटदेखि राति 7 बजेर 2 मिनेटसम्म कम्तीमा पनि तपाईले 59 मिनेट ग्रहण लागे पनि 9 घण्टा अगाडिबाटै तपाईले सूतक बार्नुहोला 7 बजेर 3 मिनेटसम्म। र सूतकको नियम कसलाई लाग्दैन? जो गर्भवती हुनुहुन्छ, जो अस्वस्थ हुनुहुन्छ, जो वृद्ध हुनुहुन्छ, जो केटाकेटी हुनुहुन्छ, जो स्वस्थ हुनुहुन्छ, हैन, जसले यी कुराहरूको परिपालना गर्न सक्नुहुन्छ, उहाँहरूले चाहिँ यी नियमको परिपालना गर्नुहोला। बाँकी तपाईको इच्छा, तपाईको मर्जी। मैले आज यति कुरा गरेँ चन्द्रग्रहणका विषयमा। भिडियो कस्तो लाग्यो? यतिन्जेल हेरिदिनु भयो, संयमतापूर्वक सुनिदिनु भयो। अब भिडियो सेयर गरेर साथ दिनुहुनेछ यदि तपाईलाई चित्त बुझ्यो भने। लौ त प्रिय महोदय, फेरि अर्को भिडियोमा अर्को सन्दर्भसँग तपाईसँग जोडिन आउने बाचा गर्दै अहिले बिदा माग्छु है। जय होस्।